नमस्कार, यहाँहरूलाई गाडीघोडा जिपिएसमा स्वागत छ। आजको भिडियोमा हामी गाडीघोडा जिपिएस एपमा आफ्नो गाडीको यात्रा वा ट्रिप रिपोर्ट कसरी हेर्ने भन्ने कुरा चरणबद्ध रूपमा सिकाउनेछौँ। सबैभन्दा पहिले मुनि भेहिकल सवारी आइकनमा क्लिक गर्नुहोस्, त्यसपछि जुन गाडीको ट्रिप रिपोर्ट हेर्न चाहनुहुन्छ सो गाडीको नम्बरमा हेरेर रिपोर्टमा क्लिक गर्नुहोस्। अब ट्रिपमा क्लिक गर्नुहोस्। त्यसपछि तलतिर स्क्रोल गर्नुहोस्। यहाँ तपाईले उक्त दिन गाडीले गरेका सबै यात्राहरू देख्न सक्नुहुन्छ। उदाहरणका लागि, बिहान सुरु भएको पहिलो यात्रा कहाँबाट कहाँसम्म भयो, त्यसपछि दोस्रो यात्रा कहाँसम्म गयो भन्ने सबै विवरण यहाँ उपलब्ध हुन्छ। जस्तै यो गाडीको पहिलो ट्रिप बिहान 5:41 बजे भक्तपुर थिमीबाट सुरु भएको छ अनि 6:15 बजे बबरमहल पुगेको छ। गाडीले भक्तपुर थिमीबाट बबरमहलसम्म यात्रा गर्दा 8 किलोमिटर दूरी तय गरेको छ र गन्तव्यमा पुग्न 34 मिनेट लागेको देखिन्छ। अब यही रहेको भ्यू मेपमा क्लिक गर्नुभयो भने गाडी एक ठाउँबाट अर्को ठाउँसम्म कुन रुट हुँदै गएको थियो भन्ने कुरा नक्सामा हेर्न सक्नुहुन्छ। त्यसपछि प्लेमा क्लिक गरेर गाडीले यात्रा गरेको सम्पूर्ण मार्ग चरणबद्ध रूपमा हेर्न सक्नुहुन्छ। यसरी प्रत्येक यात्राको समय, दूरी, यात्रा अवधि लगायतका सम्पूर्ण विवरण यहाँबाट सजिलै हेर्न सक्नुहुन्छ। धन्यवाद।